हेलो गाइस, म सुस्मिता अनि यहाँको नाम हो करिश्मा। आज मैले करिश्माजीलाई ब्राइडल मेकअप गरिदिन लाग्छु। हजुरलाई मेरो भिडियो कस्तो लाग्छ, मन परे लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। हुन त यो मेकअप मैले अस्ति नै गरेको थिएँ, पोस्ट गर्न नभ्याएर हो, एडिटहरू गर्नै थियो। त्यही त हो, काम पनि छैन, फुर्सद पनि छैन भने जस्तै छ। र मैले यहाँको बेस कम राखेर नेचुरल लुक देखिने गरी नै मेकअप गरिदिएको हो। पहिला मैले यहाँलाई मोइस्चराइजर, प्राइमरहरू सबै अप्लाई गरिदिएर आइब्रो सेटिङ गरिदिएर मैले यहाँको हाफ कट क्रिज आई मेकअप गरिदिएँ अनि फाउन्डेसनहरू लगाइदिएँ। त्यसपछि मैले लिक्विड कन्टुर, लिक्विड ब्लस अनि कन्सिलरहरू अप्लाई गरेर मैले पाउडरले सेट गरिदिएँ। त्यसपछि बाँकी रह्यो हाइलाइटर र लिपस्टिक, मैले त्यो पनि अप्लाई गरिदिइसकेको थिएँ। र मेरो ब्राइडल कस्तो देखिन्छ कमेन्ट गर्नुहोला। हुन त मैले आफूलाई पनि भिडियोमा देखाउनु परेन, त्यही भएर छेउछाउमा उभिउभि मुसुक्क हाँसिदिरहेको। ल हस् त, बाई। मेरो भिडियो यहाँसम्म हेरिदिनु भयो, धन्यवाद।